सानो छँदा विद्यालयको मैदान होस् वा ग्वाला जाँदा साथीहरूसँग घेरो बनाएर खेलिने खेल कबड्डी। न ठुलो रङ्गशाला चाहिन्थ्यो न कुनै महँगो सामग्री, केवल साथीहरू, उत्साह र जित्ने जोस। आज त्यही कबड्डी खेलको प्रदेश स्तरको प्रतियोगितामा विद्यार्थी भाइ बहिनीहरू जित्ने जोसका साथ भिडिरहेका छन्। दाङमा भइरहेको 16औँ राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी प्रदेशका 12 जिल्लाबाट आएका विद्यार्थी खेलाडीहरू मैदानमा छन्। कसैका लागि यो केवल खेल होला, तर धेरैका लागि यो बाल्यकालको सम्झना हो। विद्यालय छुटेपछि धुलाम्मे मैदानमा खेलिएका ती क्षणहरू, साथीहरूको हौसला, अनि कबड्डी कबड्डी भन्दै सास नरोकिएसम्म दौडिरहने त्यो रमाइलो। कबड्डी केवल खेल होइन, यो नेपाली गाउँघरको आफ्नोपन हो। यसले टोली भावना सिकाउँछ, अनुशासन सिकाउँछ र हारपछि फेरि उठ्न पनि सिकाउँछ। आजका यी विद्यार्थी खेलाडीहरूलाई हेर्दा लाग्छ हाम्रो पुरानो पुस्ताले खेलेको खेल आज नयाँ पुस्ताले पनि गर्वका साथ अघि बढाइरहेको छ। सायद यही कारण हो कबड्डी हेर्दा खेल मात्रै होइन, आफ्नै बालापन हो।